नमस्कार। तपाईहरू मनाङ जाँदै हुनुहुन्छ र बेसी सहरबाट उत्तरतर्फ लाग्नुभएपछि विभिन्न मनोरम दृश्यहरूको अवलोकन गर्दै जान सक्नुहुनेछ र यहाँको बाटो हेर्दा सामान्यतया भिर काटेका अप्ठ्यारा बाटाहरू देखिन्छन्। झलक्क हेर्दा डरलाग्ने बाटाहरू यहाँ पाइन्छन्। त्यस्तै यो बाटो जुन झट्ट हेर्दा डरलाग्दो देखिन्छ र त्यहाँका ड्राइभरहरू पारङ्गत हुनाले डराउनु पर्ने आवश्यकता छैन। तपाईहरू केही माथि गएपछि मर्स्याङ्गी नदीको किनारमा रहेको एउटा ताल गाउँ भन्ने अत्यन्त सुन्दर गाउँ भेटिन्छ र यहाँका मानिसहरूको भनाइअनुसार पहिले ट्रेकिङ गर्दा अथवा हिँडेर मनाङ यात्रा गर्दा यो ठाउँ एउटा आउँदा या जाँदा बास बस्ने ठाउँको रूपमा चिनिँदो रहेछ। त्यसपछि केही माथि गएपछि अति नै सुन्दर एउटा बुङ झरना, जसलाई घन्टौँ हेर्दा पनि चित्त नबुझ्ने हेरौँ लाग्ने झरनाको अवलोकन गरेर भिडियो फोटोहरू खिच्न सकिन्छ। त्यस्तै केही माथि गएपछि तपाईँले अक्टोपस झरना, जुन नामुद झरना हो, जुन झरनामा वर्षायाममा मोटरसाइकलबाट यात्रा गर्न कठिन हुन्छ झरना झरेर भन्ने गरिन्छ। र त्यस्तै साना मसिना झरनाहरू पार गर्दै तपाईँहरू चामे बजारको सुरु केही किलोमिटर तल पर्ने एउटा कोतो बजार भन्ने पुगिन्छ। त्यहाँ एउटा यो भिरमा रहेको अनौठो एउटा गुफा मैले भिडियो गरेको छु। यो धेरै माथि छ, यहाँ पुग्न सकिन्छ सकिँदैन अथवा यसको के छ, यसको विशेषता मैले त्यहाँ सोध्न पाइनँ। र यो कोतो बजार जहाँ राम्रा रेस्टुरेन्टहरू, सुविधायुक्त रेस्टुरेन्टहरू पाइँदो रहेछ। सानो बाटो तर सजिलो बाटो, र यदि इच्छा भयो भने यही ठाउँमा पनि बास बस्न सकिने। र केही माथि अब हामी चामे बजार, पुरानो चामे बजार, जहाँदेखि मास्तिरपट्टि धेरै सरकारी कार्यालय, अस्पतालहरू रहेको र यो बजार चाहिँ विशेष गरी मनाङ भ्याली जाने ठाउँ मानिँदो रहेछ। यहाँदेखि ट्रेकिङ गर्ने पर्यटकहरूको देखिन थालिन्छ। धेरै पर्यटकहरू यहाँबाट ट्रेकिङ गरेर हिमालसम्म चढ्न थाल्नुहुन्छ। र जब तपाईँ चामेबाट उकालो लाग्नुहुन्छ, ठाउँमा यस्ता अनौठा भिर काटेको बाटोहरू भेट्नुहुन्छ। यहाँका मानिसहरू भनाइअनुसार यो बाटो केही सेनाहरूले बनाएको भन्ने मैले सुने। र यो बाटो बनाउँदा, यो भिर काटेर बाटो तयार गर्दा धेरै सेनाहरू यहाँ शहादत प्राप्त गर्नुभएको वा बित्नुभएको भन्ने सुनियो। र यहाँ झन्डै उस्तै ठाउँमा दुईटा गाडीहरू पार नहुने गरेको बाटोहरू पार गर्नुपर्छ। त्यसपछि यहाँबाट अलि माथि पुगिसकेपछि एउटा अनौठो दृश्य, जहाँबाट हिमालहरू पनि देखिन थाल्छन्, नजिकै हिमालहरू पनि देखिन थाल्छन्। र त्योभन्दा पनि यो चट्टान, जसलाई त्यहाँ स्वर्गदरी भनिँदो रहेछ, बाटैबाट यसको दृश्यावलोकन गर्न सकिँदो रहेछ। अति सुन्दर, अति अनौठो, अचम्मको चट्टान हेर्न पाइने रहेछ यहाँ। त्यस पछाडि हामी माथि पुगिसकेपछि यो एउटा सानो ढुक्कुर पोखरी भन्ने रिसोर्टहरू भएको सुन्दर ठाउँ बजार भेटिँदो रहेछ। र केही माथि गएपछि यो एउटा अति सुन्दर लेक, झिल, सानो, यसलाई ग्रिन लेक भन्दो रहेछ। साँच्चै नै हेर्दा हरियो, मनमोहक,
स्वर्गै पुगेको अनुभव हुने यो लेकको पनि तपाईँ दृश्यावलोकन गरेर फोटो भिडियो गर्न सक्नुहुन्छ। त्यस्तै केही माथि पुगेपछि पहाडको हिमालको काखमा यो ब्लू लेक हेर्दा पनि निलो देखिने ब्लू लेकमा तपाईँ फोटो भिडियोहरू गर्न सक्नुहुन्छ। यहाँबाट हिमालहरू देखिन्छन् र यहाँबाट उकालो लागेपछि सुन्दर बाटोहरू मर्स्याङ्दी खोलाको छेउछेउ किनारमा सुन्दर बाटोहरू छेउछेउमा अलिक चिसो भएको ठाउँमा स्याउ खेती लगायतका हिमालमा हुने खेतीहरू यहाँ पाइयो। त्यस्तै मनाङ भ्याली पुग्नुभन्दा अगाडि यस्ता सानातिना बजारहरू धेरै कटेर जानुपर्ने रहेछ र मनाङ भ्याली पुग्नुभन्दा अगाडि यो मानिसले कुदेर बनाइएका जस्ता ढुङ्गाका आकृति वर्षौँदेखिका ढुङ्गाका आकृतिहरू पहाडको भित्तामा देखिने रहेछ र अब हामी पुग्यौँ मनाङ भ्याली। यो मनाङ भ्यालीको पूर्वपट्टिको डाँडाबाट लिएको भिडियो हो। यो उत्तरपट्टिको मनाङ भ्यालीको पुरानो बस्ती जहाँ गुम्बै गुम्बा देखिन्छन् र यो अति सुन्दर धेरै राम्रो र यसको म दक्षिणपट्टि जाँदैछु। यहाँ चाहिँ पछि बनिएका रेस्टुरेन्ट होटलहरू छन् र तपाईँ मनाङ भ्यालीसम्म मात्रै पुग्नुहुन्छ भने यो दृश्य नै यति राम्रो दृश्य छ कि यहाँ एक दिन दुई दिन बसेर यहाँका दृश्यहरू आफ्नो क्यामेरामा कैद गरेर ल्याउनलाई मन हुन्छ। यो जहाँबाट हामी आयौँ त्यो बाटो हो र तपाईँ यतापट्टि गेट देख्दै हुनुहुन्छ। यो गेटबाट मनाङ भ्याली यता जाइन्छ भने गेट नपसी सिधै जाँदा यो सिधै जाने बाटो देख्दै हुनुहुन्छ। मनाङ भ्याली सिधै नआएर यो मर्स्याङ्दीको किनारै किनार जाने हो भने यहाँबाट यो माथि तपाईँ देखिरहनु भएको छ हिमाल। यो हिमालसम्म हिमालको छेउसम्म गाडी जान्छ भन्ने बुझियो र यही हिमालबाट एकदम नेपालको संसारकै उचाइमा रहेको 4919 मिटर उचाइमा रहेको तिलिचो तालसम्म पुग्न सकिने र यसका लागि ट्रेकिङ गर्नुपर्ने 2 दिनदेखि 4 दिनसम्म ओहोरदोहोर लाग्न सक्ने भन्ने बुझियो। त्यस्तै यहाँबाट आइस लेक र लामो ट्रेकिङ गर्ने अथवा पर्वतारोहीहरू भने यहाँबाट अन्नपूर्ण बेस क्याम्पसम्म पुग्ने र त्योभन्दा माथि जानेहरू अन्नपूर्ण हिमाल चढ्न सक्ने यही बाटो रहेको छ र अन्नपूर्ण हिमाल जो 7555 मिटर उचाइमा रहेको छ। यो दृश्य यति सुन्दर छ कि हेरेर नअगाइने र तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला र यस्तै भिडियोहरू हेर्नु परेमा दुर्गा खड्का सर्च गरेर हेर्न सक्नुहुन्छ। धन्यवाद।